मलाई भौतिक संसारको हक र अधिकारमा कुनै लालच छैन। तिम्रो आत्मा र मनमुटुभित्रको सिंहासन भए पुग्छ। मलाई भौतिक संसारको हक र अधिकारमा कुनै लालच छैन। तिम्रो आत्मा र मनमुटुभित्रको सिंहासन भए पुग्छ। नमस्ते, म विकास धिवतपाङ राई, आकाश याङगाङ दक्षिण सिक्किमबाट। मेरो कविताको श्रृङ्खलामा आज फेरि तपाईहरु समक्ष अर्को भाग लिएर आएको छु। मेरो कविताको शीर्षक छ एउटा नियम क्रमशः भाग 2। छर्किदियो तिमीले कलङ्कको सिन्दूर, छ्यापियो मनको पाना भरिभरि, घायल मनको सिउँदोमा त्यो रातो रङ्ग रक्तमय भई पोख्यो। छर्किदियो तिमीले कलङ्कको सिन्दूर, छेपियो मनको पाना भरिभरि, घायल मनको सिउँदोमा त्यो रातो रङ्ग रक्तमय भई पोत्यो। तिमी छिटो भयो कि मैले ढिला गरेँ, आज जीवनले यो मोड लियो। तिमी छिटो भयो कि मैले ढिला गरेँ, आज जीवनले यो मोड लियो। श्रापित शरीर बोकेर अन्जान घुम्तीहरू काट्न गाह्रो भयो मलाई। वेदनाका बोराहरू ढाडभडी छन्, उठ्न साह्रो भयो मलाई। म निर्दोष छु भनी देखाउने कुनै प्रमाण छैन, किनकि सत्यता आफैमा सीमित थियो। वेदनाका बोराहरू ढाडभडी छन्, उठ्न गाह्रो भयो मलाई। म निर्दोष छु भनी देखाउने कुनै प्रमाण छैन, किनकि सत्यता आफैमा सीमित थियो। विगतका सम्पूर्ण भुलहरू म मेरो शरीरमा लिन्छु, तर तिम्रो एउटै गल्तीले जीवनको परिभाषा बदलियो। विगतका सम्पूर्ण भुलहरू म मेरो शरीरमा लिन्छु, तर तिम्रो एउटै गल्तीले जीवनको परिभाषा नै बदलियो। जीवनका परिभाषा लेख्ने हातहरू अति महान हुन्छन्, तर वाक्य कहिले पूरा भएन। जीवनका परिभाषा लेख्ने हातहरू अति महान हुन्, तर वाक्य कहिले पूरा भएन, किनकि कसैसित कसैको कथा मिल्दैन, कसैसित कसैको वेदना मिल्दैन। भावना आफ्नै छन्, कल्पना र सपना आफ्नै छ, अनि जीवनको परिभाषा लेख्दा लेख्दै निप्छ जीवन, फेरि अर्को एउटा परिभाषा बन्छ जीवनको। जीवनको परिभाषाले जीवनलाई नै मारिदियो, किनकि कसैसित कसैको कथा मिल्दैन, कसैसित कसैको वेदना मिल्दैन। भावना आफ्नै छन्, कल्पना र सपना आफ्नै छ, अनि जीवनको परिभाषा लेख्दा लेख्दै निप्छ जीवन, फेरि अर्को एउटा परिभाषा बन्छ जीवनको। जीवनको परिभाषाले जीवनलाई नै मारिदियो। तरै पनि कलमले कहाँ धर पायो र? मेरो आत्मा लज्जित भएर मनोवेश्यालयमा रोएको छ, तर कसैले सुनेनन्। मेरो आत्मा लज्जित भएर मनोवेश्यालयमा रोएको छ, तर कसैले सुनेनन्। हजारौं पाइलाहरू टक टक ओहर दोहर उँभो उँधो गरिसके, तर कुनैको आँखा ममा परेन। ए दुनियाँ, ए स्वार्थी दुनियाँ, यदि तँ भित्र मानवताको मुटु र निस्वार्थताको भावना छ भने मलाई, मेरो आत्मालाई मर्नदेखि जोगाइदे। ए दुनियाँ, ए स्वार्थी दुनियाँ, यदि तँ भित्र मानवताको मुटु र निस्वार्थताको भावना छ भने मलाई अनि मेरो आत्मालाई मर्नदेखि जोगाइदे। मेरो आत्मालाई मर्नदेखि जोगाइदे। मेरो आत्मालाई मर्नदेखि जोगाइदे। धन्यवाद। तपाईहरुलाई यो एउटा नियम क्रमशः कविताको दोस्रो भाग कस्तो लाग्यो सुनेर अवश्य प्रतिक्रिया दिनुहोला, जबकि तपाईहरुको प्रतिक्रिया नै मेरो लेख्ने प्रेरणाको स्रोत हो। फेरि भेटौँला। धन्यवाद। तबसम्मलाई बिदा चाहन्छु।